मुनि हुन् हाम्रो शिर उच्चै भएर जाओस् है मेरो बाबा हो परमात्मा भगवान् छ परमेश्वर भगवान् दाइ नगान्छ परमेश्वर धेरै दिन उसलाई झपक्क परेर अलिक मुटो दिनु न लाउ बाबा लाउ तल्न सके होइन छ परशस्ती छ मेरो बाबा माइलु हजुर सन्तोष अब ल पर्दैन मेरो काजी चित आयो त्यसमा मेरो बाबाले शुभकामना त्यो भयो भएन मेरो बाबा त्यति भयो बाबाले भयो सुविधा ने हो मेरो बाबा नारायण पशुपति भगवान्ले रक्षा गरौँ कता गयो माइ त्यो यहाँ मेरो मोबाइल हो अहिले हिँड्न सक्दैन चाहिँदैन ल ट्याक्क लाएर अब बस्ने के गर्नु बस्ने मात्रै यतिको ठुलो बाबुलाई दियो पैसा दिने काम मात्रै हो क्या ठिक भएर टेरा पैसा सब यो परमेश्वर नवदुर्गा भवानी प्रसन्न गर्ने भरिपूर्ण होस् हे परमेश्वर मेरो सन्तोष भगवान् तिमी दाइ नभए त अलि यो परमेश्वर नवदुर्गा भवानी प्रसन्न गर्ने भरिपूर्ण होस् मेरो बाबाको जो मन चाहिँ त सुन मन पुगोस् आज अहिले पैसा कमाइ भयो न And fast sound the fast. अझै हामीले लाउँदा दुईजनाको बाँकी छ परमेश्वर नवदुर्गा प्रसन्न गर्ने भरिपूर्ण होस् सुख शान्ति होस् जस्तो मेरो माइला छोरा त धेरै आशी आएन जेठो छोरा मात्रै त्यही नयाँ बुहारी जो मान्छे पुरानो बर्के तपाईँको हातको लामै पाएन बोलेरलाई भिडियो जान्छ कस्तो रिस उठेर आउँछ नि हात त हातै पर्छ है बाबा हो आइज सब मिल्दा त्यो त हामीले लाउनु पर्ने हो सेतो भात लाएर लु सेतो होइन रातै लाउँछ सानो भाइ खै सेतो लाएर होइन रातो पनि लाउँछ रातो पनि लाउँछ उनीहरूको मामा घरमा रातो लाउँछ है रातो लगायो नि त आइज न छोरी आइज भित्र गयो रुमाल क्यामाल कोटेको गल्तीमा भनेर लु 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 फुलको खै त कान्छ भाइ कुन चाहिँ कान्छ भाइ ए कान्छ कता छ गयो नि रातो कता गयो कहाँ गयो त्यो त वहाँ टिभी हेर्नु छ मेरो बाबाले सुविधा कर्नियल र जर्नियल कर्नल जर्नल पनि खान्छ जाहिर अब कहाँ गयो कहाँ अब जाहिर खाएर बस्छ त अब कर्नेल जाहिर खाएर हुन्छ मेरो लाग्दैन मेरो बाबाले त्यो सुविधा हो आउने पुग्छ कर्नेल हुन त अब 40 वर्ष लाग्छ आर्मीमा जाहिर खाएर सुविधारमा लडेर दसैँ अब यी नाता नातिनी लाइन लाग्यो भने
अब हजुरबाबुले नाति नातिनीलाई लगाइदिनु पर्यो बस न बस बे खाना पाऊँ है म अझै 1-2 वर्ष हर्क पढ्नु मलाई त्यही छ अर्को केही छैन बिहेमा खुवाउँछ कि लगिसक्छ है अब कान्छो हजुर कान्छो छोरा छोरा कान्छो छोरो कान्छो छोरो हो। बाबा कान्छो छोरो यो अब भरिपूर्ण होस् जो मन त्यता छ मेरो बाबाले सो मन पुगोस् तुच्छे वचन बाबुआमाहरूलाई कसैले केही नभन्यो आशिक थापा है पितृहरूको आशिक थाप्नुपर्छ मेरो बाबा हो आशीका थापा उतै आशिक आशिक आशीक थापा यहाँ बस न कि त्यो बिना भयो नि तिमीहरूको खुट्टा मात्रै आयो के बस्नु त्यहाँ त्यो अङ्कल बस नै तिमीहरू। अनि यो फलफुल त के ल अङ्कलको छेउमा बसे उनीहरू जोडी जोडी गर्नु पर्यो नि त भाइ यो गाइज ट्याक 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 लौ परमेश्वर राम्रो हुन्छ पढाइ चाहिँ राम्रो है बाबा एकदम माथि पुगा पढाइ भयो भने एकदम राम्रो कल्याण होस् भोलि पर्ला पढाइमा चाहिँ ध्यान देऊ